हेलो एभ्रिवान, आज हामी यो भिडियोमा जानेछौँ हामी एज अ भेन्डर हाम्रो सर्भिसेसहरु चाहिँ बुकिङको लागि कसरी लिस्ट गर्ने भनेर। सो वेबसाइटमा लिस्ट कसरी गर्ने जान्नको लागि यो भिडियो अन्त्यसम्म हेर्नु होला। तपाईले लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ भेन्डर म्यानेजमेन्टको तल माई बुकिङ भन्ने अप्सन हुन्छ, जहाँ चाहिँ तपाईले एड बुकिङ भन्ने अप्सन हेर्न सक्नुहुन्छ। सो एड बुकिङमा क्लिक गर्नुहोस्। अब तपाईसँग यस्तो अप्सन्सहरु आउँछ जहाँ चाहिँ अब तपाईले आफ्नो सर्भिसेसहरु लिस्ट गर्न सक्नुहुन्छ। सो अहिले एक्जाम्पल हामीले एउटा रेकर्डिङ स्टुडियो लिस्ट गर्दै छौं। सो अश्विन रेकर्डिङ स्टुडियो भनेर मैले यो नाम राखेँ हैन, जसको आउटली रेट चाहिँ 3000 रहेको छ। वी आर द बेस्ट प्लेटफर्म फर रेकर्डिङ योर म्युजिक इन नेपाल भनेर मैले एउटा डिस्क्रिप्सन लेखिदिएँ र्यान्डम, तपाईले आफ्नो अनुसार राख्न सक्नुभयो। मेरो लोकेसन एक्जाम्पल बसन्तपुर काठमाडौँमा छ है। र अर्को स्टेप भनेको तपाईले आफ्नो बुकिङको फोटो राख्नुहोस्। त्यसको लागि चाहिँ तपाईले क्लिक गर्नुहोस् अनि तपाईको फोटो कहाँ छ त्यहाँ जानुहोस् र मेन इमेज जसले गर्दा तपाईको बुकिङ अरु भन्दा सेपरेट देखिन्छ भनेर त्यो इमेज सिलेक्ट गर्नुहोस्। मेन इमेज हाम्रो मैले यो सिलेक्ट गरे र एडिसनल इमेजहरु, किनभने तपाईको स्टुडियो भइसकेपछि डिफरेन्ट एस्पेक्ट्सहरु तपाईको म्युजिशियन्सहरुले थाहा पाए भने उहाँहरुले बेस्ट चुज गर्नुहुन्छ। त्यही भएर चाहिँ तपाईले आफ्नो बेस्ट नै देखाउने हो फोटोजहरु एकदमै राम्रोसँग एड गर्नुहोस्। सो अहिले मैले स्याम्पललाई अर्को एउटा इमेज एड गर्दिएँ। सो यसरी चाहिँ हाम्रो सबै कुराहरु आयो। र अब तपाईसँग सर्भिस क्याटेगोरीमा के छ त भन्ने कुरा चाहिन्छ भने अब जस्तै हामीसँग पीए सिस्टम छ, हामीसँग एम्प्लिफायर छ, रेकर्डिङ इक्विपमेन्ट छ र अरु थुप्रै कुराहरु छ। तपाईले यो सबै कुराहरु तपाईले बुक गर्न सक्नुहुन्छ हैन। हामीसँग गिटार, बेस, सिम्बल, ड्रम सबै कुराहरु छ भने यसरी चाहिँ हो। त्यसपछि तपाईको बुकिङ डिटेल्सहरु। सो वन्स यु book this studio we will contact you। अहिले बुकिङको मात्र एउटा डिटेल्स जुन चाहिँ तपाईले चाहनुहुन्छ कि तपाईको म्युजिशियनले किनिसकेपछि त्यो डिटेल्स हेरोस् भनेर। सो सबै डिटेल्सहरु यसरी गर्न सक्नुभयो। माथि टाइपमा पनि हामीले रेकर्डिङ स्टुडियो चुज गरे। अब हाम्रो एड बुकिङ गरे, तर हेर्न सक्नुहुन्छ हाम्रो एड बुकिङ गर्ने बित्तिकै यो लाइभ भएन। किन भन्दाखेरि हाम्रो कुनै पनि सर्भिसेस हामीले लिस्ट गरिसकेपछि त्यो पहिला पेन्डिङमा हुन्छ। हाम्रो टिमले यसलाई अप्रुभ गरिसकेपछि मात्र यो लाइभ हुन्छ। सो लेट्स वेट। अब हाम्रो स्टुडियो बुकिङको लागि रेडी भइसकेको छ, लाइभ भइसकेको छ। हामीले बाहिर गएर यसरी बुकिङ सेक्सनमा हेर्न पनि सक्छौं। यहाँ हेर्न सक्नुहुन्छ तपाईले तपाईको अश्विन रेकर्डिङ स्टुडियो भनेर यसरी दिएको छ। भएन बेस्ट थिङ डेट पनि चुज गर्न सक्दैन म्युजिशियन्सहरुले, टाइम, त्यसपछि कति घण्टालाई हो त्यही अनुसार प्राइसिङ चेन्ज हुन्छ। र यो प्रोसेस चेक आउट गरिसकेपछि म्युजिशियन्सहरुले विथिन अ मिनेट नै तपाईको स्टुडियो, रिपेयर स्टोर अ ज्याम रुम बुक गर्न सक्नुभयो। र अब जानम हामी हाम्रो बुकिङहरु सबै भइसकेपछि हामीले यो बुकिङको डिटेल्सहरु चाहिँ कहाँ हेर्ने भनेर। त्यसको लागि हेर्न सक्नुहुन्छ भेन्डर म्यानेजमेन्टमा भेन्यु बुकिङ्स भनेर अप्सन्सहरु छ, जहाँ चाहिँ तपाईको सबै कुराहरु यहाँ देखिन्छ। को मान्छेले केको लागि बुक गर्यो, कुन टाइमको लागि बुक गर्यो भन्ने कुराहरु, कन्ट्याक्ट डिटेल्सहरु सबै हाम्रो यही ठाउँमा आउँछ। थ्यांक यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड। र तपाईले यदि केही इस्यु छ भने हाम्रो वेबसाइटमा WhatsApp बटन पनि छ, त्यहाँबाट पनि तपाईले हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुभयो। र हाम्रो अबाउट सेक्सनमा पनि हाम्रो कन्ट्याक्ट अप्सन छ। र यो हुँदा पनि तपाई एज अ युजर हाम्रो वेबसाइटमै सपोर्ट टिकट छोड्न सक्नुहुन्छ।